पछिल्लो समय केही प्रश्नहरू उठेका छन्, पछिल्लो समय केही विवादहरू उठेका छन्। हामीहरू लामो समयदेखि नेपालको दलित आन्दोलनको सन्दर्भमा 45 दिन काठमाडौँको माइतीघर मण्डलामा हातखुट्टामा नेल लगाएर बसेका मुद्दा किन नहोस् वा जाजरकोटको भेरी नदीबाट सुरु भएको नेपालको दलित आन्दोलनलाई काठमाडौँको यो उचाइसम्म ल्याउने सन्दर्भमा तपाईँ र हामी कहीँ न कहीँ सँगसँगै छौँ। हिजो पनि हामी कहीँ कतै मिडियाबाट आएको हुनुको नाताले पनि अधिकांश यहाँका साथीहरू मिडियाका सहकर्मी साथीहरू जस्तै जस्तै छौँ र त्यो सँगसँगै अहिले हामी यहाँसम्म आइपुगेका छौँ। केही दिन अगाडि मात्रै खगेन्द्र सुनार नाम गरेको मान्छे मन्त्रीको लिस्टमा छ भन्ने कुरा चाहिँ सार्वजनिक भयो। तपाईले जस्तै मैले पनि यो मेरै अनुहार जसरी फोटोहरू सामाजिक सञ्जाल र पत्रिकामा छापिएको थियो, तपाईले जस्तै मैले पनि पत्र पत्रिका मार्फत वा सामाजिक सञ्जाल मार्फत वा विभिन्न माध्यमहरू मार्फत खगेन्द्र सुनार नाम गरेको पात्र मन्त्रीको लिस्टमा छन् भन्ने कुरा तपाईले जस्तै मैले पनि मिडियाबाट थाहा पाएँ। पहिला मैले के थाहा पाएँ, खगेन्द्र सुनार मन्त्रीको लिस्टमा छन्। दोस्रो, अहिले दिउँसो 2 बजे खगेन्द्र सुनार सहित अरू 4 जना साथीहरूले चाहिँ मन्त्रीको शपथ दिँदैछन् भन्ने सुनियो। र अलि पछाडि के सुनियो भने विभिन्न काण्ड आएपछि काण्डै काण्डले भरिएका, विवादै विवादमा मुछिएका, अपराधै अपराधमा मुछिएका, अहिलेसम्म अन्डरग्राउन्ड भएर बसेका, अकस्मात प्रकट भएका खगेन्द्र सुनार काण्डै काण्डले गर्दाखेरि मन्त्रीको लिस्टबाट हटाइयो वा उनको शपथ ग्रहण रोकियो भन्ने फेरि एउटा समाचार आयो। उनी काण्डै काण्डमा मुछिएका छन्, उनी विवादै विवादमा मुछिएका छन्, बहुविवाहको काण्डमा मुछिएका छन्, ठगीको काण्डमा मुछिएका छन्, विभिन्न खालका राजनैतिक अपराधहरू, विभिन्न खालका सामाजिक अपराधहरू उनले मचाएका छन्। यसरी उनी अन्डरग्राउन्ड भएर झन्डै दाउद इब्राहिम जस्तै, ओसामा बिन लादेन जस्तै एउटा त्यस्ता भूमिगत पात्र छन् जो सडकमा कहीँ कतै देखिँदैनन्, तर अन्डरग्राउन्ड भएर उनी एउटा यस्तो साम्राज्य चलाइरहेका छन् कि उनीले यो समाज भड्काउने तयारी गरिरहेका छन्, यो समाजलाई आगो लगाउने तयारी गरेका छन् भनेको जस्तै गरेर मिडियाहरूमा आयो। खगेन्द्र सुनार नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन्। खगेन्द्र सुनार विभिन्न अपराधिक क्रियाकलापमा संलग्न भएर आएका लामो अपराधिक पृष्ठभूमि बोकेका मान्छे, झन्डै मेरो उमेरभन्दा पनि लामो इतिहास चाहिँ पत्र पत्रिकाहरूमा आयो, त्यो सामाजिक सञ्जालहरूमा विभिन्न माध्यमहरूबाट आयो। म तपाईँलाई स्पष्ट रूपमा बताउँ साथीहरू, हामी नेपालको दलित आन्दोलनलाई एउटा उचाइमा पुर्याएर भाइको हत्या र बहिनीको बलात्कार सहन नसकेर यो काठमाडौँको माइतीघर मण्डलामा हात खुट्टामा नेल लगाएर बसेका हौँ। मैले आज यहाँबाट भन्नुपर्छ, मेन स्ट्रिमका भनिएका पत्रकारहरूले नेपालको दलित आन्दोलनलाई दबाउने सन्दर्भमा जुन ढङ्गबाट कलम चलेको छ, मैले यहाँबाट भनिदिएको छु, फेरि पनि यो खालको बदमासी गर्ने, अघिल्लो दिन बदमासी गर्ने, भोलिपल्ट माफी माग्ने र पर्सिपल्ट यसो होइन त्यसो होइन भनेर मुख मिलाइयो भने 60 लाख दलित लिएर यिनको घर घेर्न आउनुपर्छ कि यिनको कार्यालय घेर्न आउनुपर्छ। खगेन्द्र सुनार तयार छ त्यो खालको पंगा, त्यो अरूसँग लगेको जस्तो, अरूलाई थर्काएको जस्तो। हाम्रो आपराधिक पृष्ठभूमि के हो, हामीले गरेको बदमासी के हो, हामीले गरेको अपराध के हो, अघिल्लो दिन समाचार लेख्ने, जाजरकोटमा सारा गाउँले उर्लिएर कुर्लिएर आएर नवराज विकास सहित 6 जना युवाहरूको सामूहिक हत्या भयो। रुकुममा नवराज विकास सहित 6 जना युवाको सामूहिक हत्या भयो। बझाङमा सम्झना कामीहरूको सामूहिक बलात्कार भयो। एउटा गाउँले उर्लिएर कुर्लिएर आएर रुकुममा नवराजको सामूहिक हत्या भयो, बझाङमा सम्झना कामीको बलात्कार भयो। काठमाडौँमा पढेका लेखेका विद्वान भनेका बुद्धिजीवी भनेका मेन स्ट्रिम हामी हो भनेका पत्रकारहरूको सामूहिक बलात्कारको शिकार म भएको छु। यी सारा ती जसले आफूलाई मेन स्ट्रिम भनेका छन्, जसले आफूलाई विद्वान भनेका छन्, ती सबैहरूको सामूहिक उनीहरूको आक्रमणमा परेर मेरो सामूहिक हत्या भएको छ। उनीहरूले म अरू जस्तो कमजोर हुन्थे भने, राजनीति नबुझेको हुन्थे भने म डिप्रेसनमा गइसकेको हुन्थे, म बजारमा बौलाएर हिँडिसकेको हुन्थे, वा मेरो पत्तास साफ भइसकेको हुन्थ्यो, मेरो धुलो माटो खरानी भइसकेको हुन्थ्यो। तर मलाई थाहा छ म खरानी घसेर हिँडेको हुनाले, खरानी धसेर हिँडेको हुनाले, भाइको हत्या र बहिनीको बलात्कार, दलित समुदायमाथिको दमन सहन नसकेको कारणले गर्दा म यो आन्दोलनमा आएको हुँ, म यो आन्दोलनमा उभिएको। आज तपाईँहरू सबैलाई मैले साँची राखेर भन्नुपर्छ, हामीले कहीँ कतै हामीले साम्प्रदायिकता भड्काएका छैनौँ। 6 जना भाइहरूलाई मारेर भेरी नदीमा फाल्दै गर्दा पनि एउटा दलितले ढुङ्गा टिपेर पारी हानेको छैन। टुप्पी फाल्दै गरेका हुन् वा धोती बेरेर पशुपतिका पुजारी भनिएकाहरूले आन्दोलनमा ढुङ्गा हानेका भिडियोहरू भाइरल हुँदै गर्दा, पत्रकार वा अर्को पृष्ठभूमिमा रहेका मानिसहरूले संसद भवन जलाएका भिडियोहरू सार्वजनिक हुँदै गर्दा, त्यतिका ठुलो अपराधहरू हामीमाथि हुँदै गर्दा पनि, त्यतिका ठुला हिंसा र नरसंहार हाम्रा विरुद्धमा हुँदै गर्दा पनि हामीले अहिलेसम्म
बालेश्वरमा एउटा ढुङ्गा प्रहरीमाथि हानेका छैनौँ वा अहिलेसम्म हामी हातमा खुकुरी लिएर हामीले कसैका विरुद्ध साम्प्रदायिकता भड्काउने हिँडेका छैनौँ। त्यसैले गर्दा म तपाईँलाई फेरि पनि स्पष्ट रूपमा भन्नुपर्छ, पढेर लेखेर बुझेर समाज अध्ययन गरेर आएको एउटा पत्रकार हुनुको नाताले मलाई अरू भन्नु केही पनि छैन। को पत्रिकाले मेरो खिलाफमा लेख्यो, को मेरो विरुद्धमा लाग्यो, मलाई केही पनि छैन। मलाई अहिले आएर यति मात्र गर्वको विषय के छ भने एउटा दलित समाचारको हेडलाइन बन्यो, मेरो लागि त्यही खुसीको कुरा हो। मलाई मन्त्री बन्नु र नबन्नु विषयमा मलाई कुनै आपत्ति छैन, मलाई केही पनि छैन। म हिजो पनि यो नबन्ने लाइनमै छु। मैले फेरि पनि भने मेरो दौड हिजो पनि मन्त्रीको दौड थिएन, आज पनि छैन र भोलि पनि छैन। म अहिलेको सुशीला कार्की नेतृत्वको सरकारको पक्षमा छु, सुशीला आमालाई सफल बनाउने पक्षमा छु। यो म माथिको मात्र आक्रमण होइन, अहिलेको सरकारमाथि जे खालको आक्रमण भएको छ। त्यसैले गर्दा मैले फेरि पनि भने म माथि लागेको आरोप 1 इन्ची मात्रै पनि पुष्टि हुन्छ भने म घडी खोलेर हतकडी लगाएर प्रहरी त्यही उभिएको छ, म यहीँबाट हतकडी लाएर म जान तयार छु। मलाई लागेका मुद्दाहरू के हुन्, मलाई लागेका आरोपहरू के हुन्, त्यसैले गर्दाखेरि नभएका आरोपहरू लगाएर मानिसहरूको चरित्र हत्या गर्ने क्रम जे ठाउँबाट भएको छ, मेन स्ट्रिमको नाममा जे भएको छ। हिजो 45 दिनसम्म सडकमा उभिँदै गर्दा पनि तिनले कसैले एक लाइन लेखेका थिएनन् कि दलितहरूमाथि भएको यो बलात्कारको विरुद्धमा, दलितहरूमाथि भएको यो हिंसाका विरुद्धमा एउटा दलित युवा सडकमा हातखुट्टामा नेल लगाएर बसेको छ भनेर कसैले लेखेका थिएन। म नेपालको कुनै पनि सार्वजनिक पद धारण गर्दिनँ, नेपालको कुनै पनि नेपालभित्र हुने कुनै पनि सार्वजनिक पद धारण गर्दिनँ। तर दलितमाथि कहीँ कतैबाट बदमासी हुन्छ भने, दलितहरूमाथि कहीँ कतैबाट आक्रमण हुन्छ भने हिजो मात्रै म काभ्रे जिल्ला अदालतबाट, सम्मानित काभ्रे जिल्ला अदालतबाट 50,000 रुपियाँ धरौटी राखेर म हिजो मात्रै निस्किएको छु काभ्रे जिल्ला अदालतबाट। फेरि यो 50,000 धरौटी अरू 50,000 ठाउँमा राख्नुपर्छ भने पनि मलाई आपत्ति छैन। कतिवटा मुद्दा छ, मुद्दा भनिएको छ, मुद्दा हजार होइन हजारौं हजार मुद्दा लागुन्, तर दलितमाथिको आक्रमण, दलितमाथिको अन्याय, दलितमाथिको उत्पीडन, दलित समुदायमाथिको बलात्कार हामीलाई स्वीकार्य छैन। मैले फेरि पनि भने मेन स्ट्रिमको नाममा काठमाडौँमा बसेर उपेक्षामा उत्पीडनमा परेका दलित समुदायलाई दबाउने सन्दर्भमा कलम चल्यो भने मैले कहाँ आएर घेर्नुपर्ने हो? 60 लाख दलितमाथिको आक्रमण खगेन्द्र सुनारमाथिको आक्रमण होइन, नेपालको दलित आन्दोलनमाथि एउटा तल गाउँमा बसेका नबुझेको मान्छेले दलितलाई मार्ने, माथि काठमाडौँमा बसेर बुझेको कलम चलाएर बसेको पत्रकारले दलितको आन्दोलनलाई मार्ने प्रयास हुन्छ भने म सकिन तयार छु, म खरानी बन्न तयार छु, मलाई केही पनि भन्नु छैन। तर दलितमाथिको आक्रमण कहीँ कतैबाट स्वीकार्य हुँदैन। मैले फेरि पनि भनेको छु, त्यो मेन स्ट्रिमका साथीहरू आज जति सम्पादक भएर बस्नु भएको छ, नियमित पत्रकारितामा भए खगेन्द्र सुनार पनि त्यो सम्पादक बन्ने हैसियत राख्छ। एउटा आन्दोलनको कमान्डर हुनुको नाताले, एउटा आन्दोलनको अगुवा हुनुको नाताले, एउटा समाजको प्रवक्ता हुनुको नाताले जे ढङ्गबाट नबुझेको जस्तो गरेर, नजानेको जस्तो गरेर जसरी आक्रमण भएको छ, म यसको त्यसको नाम लिँदैन। जसले लेख्नु भएको छ उहाँहरू सबैले माफी माग्नु भएको मैले देखिरहेको छु। तर यो खालको बदमासी कसैमाथि पनि हुनु हुँदैन। मैले फेरि पनि भने, तर मैले कहीँ कतै अपराध गरेको ठहरिन्छ भने, मैले कहीँ कतै बदमासी गरेको ठहरिन्छ भने हतकडी लगाएर कहाँ कुन कटघरामा उभिनु पर्ने हो, म त्यो जवाफ दिन म तयार छु।